नमस्कार, म ओम डिसो मगर। युट्युब च्यानल अनि फेसबुक हेरेर बस्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो नमस्कार छ र स्वागत पनि गर्दछु। म नेपाली टिसक टुविपबाट आज म तपाईँहरूलाई प्ले स्टोरमा आइडी कसरी बनाउने भन्ने बारेमा भन्न चाहन्छु र देखाउन चाहन्छु तपाईँहरूलाई। आउनुहोस् सुरु गरौँ। सर्वप्रथम त तपाईँहरूको मोबाइलमा वाइफाई अथवा डाटा राख्नुपर्दछ। डाटा कनेक्ट गर्नुपर्छ। डाटा अथवा वाइफाई कनेक्ट गरिसकेपछि तपाईँ अनि स्टोरमा जानुहोस्। प्ले स्टोरमा जानुहोस् अनि सिगिङमा जानुहोस्। सिगिङमा गइसकेपछि तपाईँको दुईटा अप्सन देखाउँछ हैन। दुईटा देखाउँछ, हेर्नुहोस् यहाँ माथि इमेल हाल्नुभयो भने डाइरेक्ट लगइन हुन्छ, अथवा तपाईँको नयाँ बनाउनु पर्यो भने तपाईँ क्रिएट अ न्यू अकाउन्टमा जानुहोस्, त्यसलाई थिच्नुहोस् अनि माथि तपाईँको पहिलो नाम हाल्नुहोस्। पहिलो नाम मैले एउटा भाइको खोल्दैछु, म उसको खोलेर देखाउँछु। उसको भन्नाले आइडी खोलेर देखाउँछु, हेर्नु होला, सिक्नु होला। जनक जनक डिसुवा। नेक्स्ट गर्नुहोस्, नाम टाइप गरेर नेक्स्ट गर्नुहोस्। अनि तपाईँको जन्म मितिहरू हाल्नुहोस् हैन। भाइ 9 डिसेम्बर 1991 मा। जेन्डरमा तपाईँले जेन्डर मेल अथवा तपाईँ महिला हुनुहुन्छ फिमेल मेल गर्न सक्नुहुन्छ। अनि नेक्स्ट गर्नुहोस्। नेक्स्टमा गइसकेपछि यहाँ एउटा अप्सन आउँछ, तपाईँले कुन नाम राख्न चाहनुहुन्छ तपाईँको आइडीमा। तपाईँले जनक डिसुवा 1991 यस्तो गरेर पनि राख्न सक्नुहुन्छ तपाईँको हिसाबले हैन। नेक्स्ट गर्नुहोस् अनि क्रिएट पासवर्ड गर्नुहोस्। पासवर्डमा तपाईँको अनि तपाईँले जस्तो सुकै राख्न सक्नुहुन्छ। नेक्स्ट गर्नुहोस्, कन्फर्म पासवर्ड गर्नुहोस्, फेरि एकचोटि पासवर्ड हाल्नुहोस्। अनि तपाईँको फोन नम्बर पनि हाल्न सक्नुहुन्छ यहाँ। यो आइफोन स्किप गर्न सक्नुहुन्छ फोन नम्बर नहाल्दै। मोर अप्सनमा जान सक्नुहुन्छ।
यसलाई आई एग्री गर्नुहोस्। तपाईको आइडी खुलिसकेको छ, यसलाई नेक्स्ट गर्नुहोस्। तपाईको आइडी यहाँ माथि देखाउँछ हैन, हेर्न सक्नुहुन्छ। अनि यसमा भित्र केही नगर्नुहोस्। तपाईले मेल चलाउन चाहन्छु भने मेल पनि आउनुहुन्छ यसबाट। मेललाई यसो खोल्न सक्नुहुन्छ। म अहिले बन्दै राख्छु। अनि नेक्स्ट गर्नुहोस्। यसमा पेमेन्टको केही सोध्छ, यसलाई नो थ्याङ्क्स गर्नुहोस्। अनि तपाईको अलमोस्ट बनिसक्यो तपाईको प्ले स्टोरको आइडी। अनि यसलाई कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरिसकेपछि यस्तो तपाईलाई देखाउँछ। अनि तपाईले यहाँबाट जे पनि डाउनलोड गर्न सक्नुहुन्छ हैन। एमओ भयो, फेसबुक भयो, यसबाट जे पनि डाउनलोड गर्न सक्नुहुन्छ, इन्स्टल गर्न सक्नुहुन्छ। तपाईसित आइडी छैन भने यो सबै हुँदैन, डाउनलोड पनि हुँदैन, इन्स्टल पनि हुँदैन। यसबाट तपाईको युट्युब, गुगल सबै चल्छ। यसमा आइडी बनाइसकेपछि तपाईको त्यही आइडीबाट फेसबुक पनि खोल्न सक्नुहुन्छ, सबै खोल्न सक्नुहुन्छ। धन्यवाद हेरिदिनु भएकोमा। कृपया मेरो च्यानललाई सब्स्क्राइब, लाइक, शेयर गरिदिनु होला। धन्यवाद, बिदा चाहन्छु। नमस्कार।